हिजो हामीले एउटा भिडियो समाचार प्रसारण गरेका थियौं। त्यो विषय थियो दक्षिण कोरियाको सबैभन्दा ठूलो अनलाइन शपिङ प्लेटफर्म कुपाङको व्यक्तिगत जानकारीहरू, व्यक्तिगत डाटाहरू लिक भएको सम्बन्धमा। र त्यो भिडियोमा धेरैजना साथीहरूले अब हामीले के गर्ने र के हुन्छ भनेर सोध्नु भएको हुनाले यो पूरक भिडियो फेरि बनाएका छौं। खासमा दक्षिण कोरियामा रहेको कुपाङले डाटा सार्वजनिक भएको जानकारी दिइसकेको छ र कुपाङको सिस्टम कस्तो रहेछ भने एकापट्टि चाहिँ उनीहरूले कुपाङमा जो प्रयोगकर्ताहरूको छ नाम, फोन नम्बर, इमेल, त्यसपछि डेलिभरी एड्रेस र उले के सामान मगाएको छ प्रयोगकर्ताले त्यसको अर्डरको विवरण चाहिँ एकातर्फ राख्ने रहेछन् र अर्कोतर्फ चाहिँ पासपोर्ट, आइडी, त्यसैगरी भुक्तानीको विवरणहरू जस्तो कार्ड राखिन्छ, हामीले त्यहाँ बैंकको विवरण राखिन्छ, त्यो चाहिँ अर्कोतर्फ राख्ने रहेछ। ह्याकरहरूले पहुँच पुर्याएर डाटा सार्वजनिक गरिदिएको चाहिँ जुन नाम, इमेल, फोन नम्बर छ त्यो डाटामा चाहिँ पहुँच पुर्याएर ती डाटाहरू ह्याक भएका हुन् र लिक भएका हुन्। त्यसकारणले गर्दाखेरि अहिलेका लागि हाम्रो आइडी, पासपोर्ट र बैंकिङ विवरण भने सुरक्षित छ। कुपाङले यो जानकारी गराएको छ। त्यसकारणले गर्दा तपाईको खाताबाट पैसा काटिने सम्भावना रहँदैन, अहिलेसम्मका लागि सुरक्षित छ र कुपाङले यसमा थप सुरक्षा सतर्कता अपनाएको पनि जनाएको छ भने यो समग्र विषयको बारेमा अहिले अनुसन्धान भइरहेको छ। अब हामीले के गर्ने त भन्दाखेरि हाम्रो व्यक्तिगत विवरणहरू जस्तो नाम, फोन नम्बर, इमेल, त्यसैगरी डेलिभरी एड्रेस लिक भएको हुँदाखेरि अब हामीलाई विभिन्न नम्बरहरूबाट, अपरिचित नम्बरहरूबाट, अपरिचित इमेलहरूबाट एसएमएस, फोन अथवा इमेल आउन सक्छ। त्यस्ता अपरिचित नम्बरबाट आएका एसएमएस, फोन र इमेलहरूको रिप्लाई नगर्नुहोला। तपाईलाई तपाईकै एड्रेसमा कुनै सामान आएको छ, सामान लिनका लागि अथवा अर्डर कन्फर्म गर्नका लागि यो लिंकमा क्लिक गर्नुस् भनेर विभिन्न लिंकहरू पनि आउन सक्छन्। त्यस्ता लिंकहरूमा पनि क्लिक नगर्नुहोला। हामीले अहिलेका लागि गर्ने भनेको हाम्रो डाटाहरू लिक भइसकेको छ, त्यसमा सतर्कता अपनाउने, हामीलाई स्क्यामरहरूको जालमा नपरियोस्, स्क्यामरहरूको पन्जामा नपरियोस् भनेर हामीलाई अपरिचित नम्बर, अपरिचित इमेलबाट आउने मेसेज, फोन र इमेललाई रेस्पोन्स नगर्ने, लिंक क्लिक नगर्ने अहिले हामीले गर्न सक्ने भनेको यही हो। पछिल्लो समय दक्षिण कोरियाका ठूला कम्पनीहरूमा ह्याकरहरूले निशाना साधिरहेका छन्। यो भन्दा केही समय अगाडि एसकेटी को डाटा पनि यसैगरी ह्याक भएको थियो। त्यसकारणले गर्दाखेरि हाम्रो डाटा ह्याक भइसकेर लिक भइसकेको अवस्थामा चाहिँ हामीले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। तपाईलाई अझै असुरक्षित लाग्छ भने पासपोर्ट परिवर्तन गर्न सक्नुहुन्छ। कतिपय साथीहरू त कुपाङको आइडी नै डिलिट पनि गर्नु भएको छ, तर त्यो गर्नु पर्दैन। अहिलेका लागि तपाईहरु डराउनु पर्दैन। यो अवस्थामा अब तपाईले अपरिचित नम्बरबाट आउने फोन र मेसेज, त्यसैगरी अपरिचित इमेल आइडीबाट आउने मेल रेस्पोन्स नगर्नुहोला, लिंकहरू क्लिक नगर्नुहोला। यही नै हो अहिलेका लागि हामीले अपनाउन सक्ने सावधानी भनेको। र यसरी सुरक्षित रहनुहोला तपाईहरु। आजको भिडियोमा मैले यो जानकारी गराएँ। यति बेलासम्म भिडियो हेरिदिनु भयो तपाईहरुलाई धेरै धेरै धन्यवाद। नमस्कार। उच्च शिक्षा अध्ययनको उत्कृष्ट गन्तव्य दक्षिण कोरिया अनि दक्षिण कोरिया जान तपाईलाई सहज बाटो बनाउने एसएनबी कन्सल्टेन्सी। मार्च इन्टेकका लागि धमाधम काम भइरहेकाले आजै सम्पर्क गर्नुहोस्। हामीलाई चाहिने सबै सामान हामी ग्लोबल फुड मार्ट सुवनबाट नै लिन्छौं। तपाई नि कोरियामा सम्पूर्ण नेपाली खाद्य सामग्री पाइने मार्ट ग्लोबल फुड मार्ट सुवन। लोन सम्बन्धी परामर्शका लागि जेबी बैंक लोन परामर्शदाता केपी चौलागाईलाई सम्पर्क गरौँ। सम्पर्क 010 3268 9222।